यो बाटो चाहिँ मेन उहाँ पर गेट रहेछ। यहाँबाट चाहिँ तल आम्बोटेहरू झर्छ भन्दै थियो दाजुलाई हिजो सोधेको थिएँ मैले। विशेष मैले आम्बोटे चाहिँ मलाई जानु एकदम इच्छा लागेको छ। तल ठुलो ग्राउन्ड पनि छ, त्यहाँ चाहिँ म कहिले पनि गएको छुइनँ। मैले धेरै वर्ष अगाडि मैले बेङ्गलोरमा आम्बोटेको साथी भेटेको थिएँ, उहाँको गाउँ पनि आम्बोटे हो। र हिजो मैले मन्टिपिट खेल मैदानमा चाहिँ एउटा साथी भेटेको थिएँ माथि, र त्यहाँनिर उसँग परिचय भएर बातहरू हुँदाखेरि चाहिँ त्यो मेरो साथीको कुरा गर्दा चाहिँ उहाँले त्यो मेरो साथी चाहिँ छ भन्नुहुँदै थियो कि तल आम्बोटेमा एक दिन जानुपर्ने छ। अब नेक्स्ट टाइम आएको बेलामा चाहिँ त्यो साथीसँग चाहिँ भेट्नु मन लागिरहेको छ। यहाँ दिदीहरू पनि वक गर्नु हुँदैछ, हाम्रो वृद्ध अङ्कलहरू पनि वकमा आउनुभएको रहेछ। कति राम्रो हो। यहाँ पर दाजुभाइहरूले एक्सर्साइज गर्नुहुँदैछ रोडमा चाहिँ। म चाहिँ तेर्सो लाग्यो फेरि।